हापचोकका जंगलहरूमा डोकभरि सुन्तला बोकी कयौं पटक म पनि आमासँगै हिँडेको छु। हिजो आज म मुग्लिनको बाटोमा बेच्न राखेको सुन्तला देख्दा आमाले बोकी हिँड्ने डोको सम्झन्छु। सायद त्यो बाटोले आमालाई सरापेको हुनुपर्छ। हरेक पटक आमा त्यो बाटो हिँड्दा भारी पनि सँगै हुन्थ्यो। म बुबासँग पनि त्यही बाटो हिँडेको छु। सायद बुबासँग त्यो बाटोको सम्बन्ध सुमधुर हुनुपर्छ। बुबाले त्यो बाटो भारी बोकेको कहिल्यै देखिन। बाटोलाई पक्कै थाहा हुनुपर्छ, बुबा पुरुष हो। दिदीले हरेक दिन धुवासँग लड्दै खाना बनाउनुहुन्थ्यो, तर दाइले आजसम्म रक्षण कहिल्यै देखेन। सायद भान्साले दिदीलाई हरेक दिन बोलाउँदै भन्दो हो, तिमी आइरहनुपर्छ, तिमी महिला हो। सायद भान्साले दिदीलाई हरेक दिन बोलाउँदै भन्दो हो, तिमी आइरहनुपर्छ, तिमी महिला हो। रक्षणले दाइको आश कहिल्यै गरेन होला। ऊ जान्दो हो, दाइ पुरुष हो। मेरा दिदीका किताबहरू पुराना हुन्थे। कसैले पढिसकेका। मेरा किताबहरू नयाँ, त्यसमाथि गाताहरू हुन्थे। सायद किताबहरूलाई थाहा थियो म छोरा हुँ अनि दिदी छोरी। दिदी र म स्कुलमा प्रथम हुँदा बुबा खुसी भएर दिदीलाई स्याबासी दिनुभयो अनि मलाई साइकल। सायद बुबाको खुसीलाई थाहा थियो म छोरा हुँ अनि दिदी छोरी। तर के दिदी अनि म जन्मिँदा आमालाई भएको दुःखले कहिल्यै जान्न खोज्यो होला यो जन्मने छोरा हो कि छोरी? धन्यवाद।